साथीहरू, कल्पना गर्नुहोस्, तपाईँ बिहारको जोगबनी वा रक्सौल बजारबाट 200-300 रुपैयाँको दाल, चिनी, तरकारी, बिस्किट र चिया किनेर नेपाल फर्किनुभयो। सीमा पुग्ने बित्तिकै सशस्त्र प्रहरीले रोकेर भन्छ, 100 रुपैयाँ भन्दा माथिको सामान हो, भन्सार तिर्नुहोस्, नत्र सामान जफत। अब 5% देखि 80% ट्याक्स तिर्नुपर्ने। यो कल्पना होइन, यो अहिले भइरहेको वास्तविकता हो। नेपाल सरकारले वैशाख 1 देखि लागू गरेको नयाँ बोर्डर ट्याक्स नियमले बिहारका सीमा बजारलाई ठूलो धक्का दिएको छ। जोगबनी, मोतिहारी, रक्सौल, अररिया जस्ता ठाउँमा नेपाली ग्राहक घट्दा व्यापार ठप्प भएको छ। विवाह सिजनमा पनि बजार सुनसान। आज यसको पूर्ण डिटेल, बिहारबाट सामान ल्याउँदा के हुन्छ, व्यापारी र जनतामा कति असर पर्यो र विरोध कति चर्को भइरहेको छ, सबै बताउँछु। भिडियो अन्तिमसम्म हेर्नुहोस्।